औ बुढा औ के भयो सिलिन्डर सक्यो त हौ खाना कसरी पकाउनु औ छिटो उठ्नु नि हौ ढिलो हुन्छ खाना पकाउनु अहिले सिलिन्डर सक्यो अरे छ त अन्त सिलिन्डर यिनै अन्त बिहान बिहान नजिस्की बस्नु नि हौ सिलिन्डर सक्यो बल्दैन खाना केमा पकाउनु अब म थेत्तेरिका ग्यास सक्यो भन न अन्त सिलिन्डर त यहीँ छ नि ढुङ्ग्रो म त राति नै कसले पो चोरी गरेछ कि घरमा चोर पर्छ कि भनेको त हौ अब चुल्हा पकाऊ चुल्हा पकाएर खानु आज रात मिठो पनि हुन्छ ग्यास भरेको सिलिन्डर खोजेर ल्याउने पकाउँछु न अब म पकाउँदिनँ खाना ल म एक दुईसँग फोन लगाइ हेर्छु अब छ भने म खोजी हेर्छु थेत्तेरिका बिहान बिहानै दिमाग खराब हो छ्या के भयो किन कराएको बिहान बिहान बुढाबुढी बाजो क्या के को बाज्नु बुढाबुढी सिलिन्डर ग्यासै सक्यो अरे बुहारी खानै पकाउँदिन भन्छ चुल्हामा अर्को ढुङ्ग्रो छैन हाम्रोमा भरेको कहाँ छ हाम्रोमा अर्को ढुङ्ग्रो अस्ति सकेको नि त्यो ढुङ्ग्रो छिटो खोज चुलामा आगो पनि बल्दैन कसरी पकाउँछ खाना बुहारीले ल म के फोन गरिहेर्छु थेत्तेरिका अब पाउँछ कि पाउँदैन हेत बुढी कहीँ पाएन यो भरेको सिलिन्डर त कहीँ पाएन अब चुल्हामै पकाऊ खाना चुल्हामै पकाएर खानुपर्छ म त चुल्हामा मरि गए पनि पकाउँदिनँ आफै पकाउनु म त पकाउँदिनँ अरे यार पकाउ न यार अब 2000 दिन्छु एउटा सिलिन्डरको भन्दा पनि कसैले दिएन 2000 दिँदा पनि दिँदैन एउटा सिलिन्डर कहीँ छैन अरे अन्त अहिले ए 2000 दिँदैन कसैले सिलिन्डर दिएन भरेको त्यो 2000 मलाई दिनु म म्यानेज गर्छु नि चुल्हामै पकाइदिन्छु म नो 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 लु लैजाऊ लु पकाऊ खाना लु पकाऊ 2000 लगाएर खाना चाहिँ चुल्हामा पाएको हुनुपर्छ नि त्यहाँनिर ग्यासको होइन ग्यास खोजेर ल्याएन खाँदिनँ म चुल्हामै पकाएर खान्छु रुको जरा सबर करो बिहानै 2000 कमायो आमाको 1000 मेरो 1000 यसरी बुद्धि लाएन भने त हुँदैन बाङ्दा कहिले दिने होइन आमा त्यो लुकाको सिलिन्डर छिटो निकाल्नु नि यो 2000 पाएँ तपाईँको 1000 मेरो 1000 छिटो छिटो त्यो निकाल थाक्नु राखेको छ लु म सक्दिनँ दुईजना निकाल लैजाऊ न ओ भात पाक्यो होइन चुल्हामा त आगै फुकेको छैन त कहिले पकाउने हो भात ओ सिलिन्डर ग्यासमा सिटी लाग्दैछ त अन्त सिलिन्डर ग्यास त कहीँ नपाएको होइन हामीले म्यानेज गर्यौँ नि आमा र मैले हो आमा अबे साले हो त अनि बिहानै कहाँ खोजेर म्यानेज गरेको बुहारी र मैले साला फटा त्यति पनि खोज्नु सक्दैनस् हे भगवान आफ्नै घरमा यो ताल छ आफ्नै घरमा घोटाला झन् देश दुनियाँको के हाल होला है सकिएन भगवान सकिएन